यदि हर्क साम्पाङ राम्रो मान्छे हो, इमानदार मान्छे हो, उसले काम गर्छ भन्ने लाग्छ भने यसमा भोट हाल्नु ल। जबरजस्ती गर्दिन। तपाईको भोट तपाईको खुसी हो। सबैजनालाई मैले अनुरोध गर्न चाहन्छु, यो चुनाव चिन्ह माटो चाहिँ हर्क साम्पाङको पार्टीको चुनाव चिन्ह हो। अब मैले यहाँहरूलाई धेरै कुरा राख्न चाहन्न। म यहाँहरू सबैजनालाई भन्न के मात्रै चाहन्छु भने यदि हर्क साम्पाङ राम्रो मान्छे हो, इमानदार मान्छे हो, उसले काम गर्छ भन्ने लाग्छ भने यसमा भोट हाल्नु ल। जबरजस्ती गर्दिन। तपाईको भोट तपाईको खुसी हो। तपाईको भोट दिनुहोस् भनेर म मासु भात खुवाउनलाई पनि आउँदिन, पेट्रोल पनि हाल्दिन सक्दिन, किनभने मैले चोरेको धन छैन, मैले भ्रष्टाचार गरिन। त्यसो भएको कारणले भ्रष्टाचार गरेको पैसा मसँग छैन। त्यसो भएको कारणले तपाईहरुलाई ठिक लाग्छ हर्क साम्पाङ जस्तो मान्छे यो देशमा चाहिन्छ, यो देशको प्रधानमन्त्री होस् भन्ने चाहन्छ भने चुनाव चिन्ह माटोमा भोट हाल्नु, लाग्दैन भने नहाल्नु है। मैले कस्तो काम गरेँ गरिन त्यो तपाईहरुले मूल्याङ्कन गर्नु हैन। तर म यति भन्छु, इमानदार भएर मैले तपाईहरुको सेवा गरेँ, जति सकेको गरेँ, नसकेको पनि कोसिस गरेँ, सकिन भनेर छोडेर भागिन, कोसिस गरेँ। त्यसो भएको कारणले त्यो खालको मान्छेले यदि यो भत्केको देश बनाओस् भन्ने यदि तपाईहरुलाई लाग्छ भने चुनाव चिन्ह माटो, यो दुईटा हातमा राखेको माटो चुनाव चिन्हमा हामीलाई भोट हाल्नु होला। तपाईहरुको मतदाता परिचय पत्र छ भने भोट हाल्नु होला, छैन भने पनि भोटर आइडी छ भने हाल्नु होला, छैन भने पनि तपाईले आफन्त इष्टमित्रलाई भन्नु होला चुनाव चिन्ह माटोमा भोट हाल्नु भनेर। म भ्रष्टाचार गर्दिन, कमिसन खादिन, घुस खादिन, झुटो बोल्दिन, जीवनभर मेरो प्रतिबद्धता त्यो हो हैन। र अब यहाँको विकासका कुराहरू गर्दाखेरि हैन, अब धरानमा मैले पानी खुवाउँछु भनेको थिएँ, त्यसले गर्दाखेरि पानी आउँदैछ कि छैन? छैन भने मलाई हकार्नु है, छैन भने हकार्नु। अब यतापट्टि प्रहरी चौकी बनाउने भन्ने कुरामा प्रहरी चौकी मेयरले बनाउनु नदिने भन्ने हल्ला पनि गरे साथीहरूले, त्यो होइन है, त्यो होइन। तर त्यो बहुभाषिक पाठशालाभित्र चाहिँ नि त्यो कम्पाउन्डभित्र चाहिँ अलिक पाउँदैन होला भनेर मैले त्यो कम्पाउन्डभन्दा बाहिर निकालिदिएर अहिले चाहिँ नि प्रहरी चौकीको लागि मेयर कोषबाट मैले 10 लाख रुपियाँ छुट्याइदिएर होइन, वडाबाट त्यो कुराहरू प्रोसेस पनि भइराखेको होला। मलाई आउने बित्तिकै यहाँ हाम्रो आमाले आशिष दिनुभयो, दुबो लगाइदिनु भएको छ, यहाँ सिउरिरहेको छु। के भन्नुभयो भने तिम्रो पार्टी दुबोसरी फैलिएर जाओस् भन्नुभयो है। एउटा वृद्ध आमाले दिएको आशिष भुइँमा झर्दैन भन्ने लाग्छ मलाई, त्यसै खेर जाँदैन। त्यसो भएको कारणले हामी फैलिराखेका पनि छौँ। सम्झिँदाखेरि दुःख पनि लाग्छ होइन। हामी नेपालीहरू धेरै कुराहरू हुनु पर्थ्यो यो देशमा, तर अहिले हेरौँ नानीहरूलाई हेर्छु म होइन, एउटा नाथे टिका लगाइदिँदा कति खुसी भइराखेको छ, ठुलो चाड आयो जस्तो लागिरहेको छ। भविष्य भनौँ हामीले। मेयर साम्पाङ भावुक हुनुभएको छ, बच्चाहरूलाई देखेर हामी सुकुम्बसी बस्ती भनिन्छ। हामी यहाँ ठाउँमा आइपुगेका छौँ नौलो बस्तीमा।